आज म जाँदैछु पैसा निकाल्न र ब्याङ्कको गार्डन पानी नभए पनि कति दामी छ। आज म पैसा निकालेर बता जाँदैछु किनकि यहाँ मोमो पाइन्छ गरे र मोमो भन्दा पहिला यो मासुको टुक्रा आयो। यसलाई के भन्छन् यो मलाई पनि थाहा छैन। सबैले भनिरहेको छन् मासु मिठो छ, तर मलाई लाग्छ कि मासु भन्दा मिठो त्यसको मसला हुन्छ र मासुको स्वाद रबर र सोयाबिन जस्तै हुन्छ। त्यसपछि यो मोमो आयो। यो फ्राई मोमो हो र यसको स्वाद त मिठो छ, तर मलाई सामान्य मोमो मन पर्छ। तर मलाई सामान्य मोमो अर्डर गर्ने हिम्मत भएन किनकि यहाँ मोमो धेरै नै महँगो छ र यहाँ मैले केवल मोमो मात्रै खाएन, यहाँ मैले सेलरोटी र जेरी पनि खाए। यहाँको जेरी नेपालको जस्तै गुलियो छ, तर सेलरोटी चाहिँ नरम छ। सायद यसमा बेकिङ सोडा मिलाउँछन् होला। मलाई सेलरोटी चाहिँ मिठो लागेन, तर पनि खानु पर्यो किनकि यसलाई 5 रियाल लागेको छ र यो भनेको नेपालको 250 रुपियाँ हो। धेरै दिनपछि साउदी घुमेर मजा आएको छ। आजको लागि यति। भिडियो मन पर्यो भने पानको पात दिन सक्नुहुन्छ।